हेलो साथीहरू नमस्कार। मैले केही भन्नुभन्दा पहिला यो भिडियो पहिला हेर्नुस् त। यो भिडियो हेर्नुस् त। हेलो साथीहरू, म यहाँ अन्तर्राष्ट्रिय बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएको छु हैन। यहाँ मैले स्कुटी पार्क गरेको थिएँ अनि त्यसको यहाँ मोटरसाइकल स्कुटर अनि यो 30 रुपैयाँ कारको 60 रुपैयाँ। यो सार्वजनिक ठाउँ हैन र यसको ठिक्क पट्टा हुन्छ यार। यो के सिस्टम हो हाम्रो देशको? यही भएर हाम्रो देश बिग्रिरहेको छ के यस्तो सिस्टम र यस्तो नीतिको कारणले गर्दा। तपाईहरुलाई यो नियम यो जुन बनाएको छ नि कार पार्किङको लागि यो भनेको एकदम सरासर गलत हो। यो सार्वजनिक ठाउँमा यो यस्तो पार्किङ उठाउने यो कुन सिस्टम हो हाम्रो देशको? तपाईहरु कमेन्ट गर्नुस् ओके। अनि यो धेरैभन्दा धेरै शेयर गर्नुहोस्। यहाँ हेर्नुस् हाम्रो मजाक उडाइरहेछन्। मजाक यो सिस्टमको मजाक हो के? हाम्रो मजाक छैन, यो सिस्टमको मजाक हो। अनि यस्ता जुन पार्किङ उठाउने यो सिस्टम जुन बनाएको छ नि यिनीहरूको मजाक हो। यो हाम्रो देशको मजाक हो। यो सार्वजनिक ठाउँमा पार्किङ गर्दाखेरि यहाँ यस्तो ठाउँमा पार्किङ उठाउँछ यो के नियम हो? यस्तो नियम हुनुपर्छ? तपाईहरु कमेन्ट गर्नुस्। यहाँ मजाक उडाइरहेछन् यार। मजाक यो मजाक उडाउने यो काम हो? यहाँ सार्वजनिक ठाउँमा यस्तो पार्किङ उठाउने कुन नियम हो यो हाम्रो यहाँको? हेर्नुभयो, हिजो शुक्रबार 23 गते म आफ्नो साथीलाई भैरवा विमानस्थलमा पुर्याउन गएको थिएँ। उहाँ विदेश जाँदै हुनुहुन्थ्यो अनि मैले आफ्नो स्कुटी र मेरो साथीको स्कुटी दुईजना गएको थियौँ। दुईटा स्कुटीबाट त्यहाँ पार्किङ गरेको थिएँ डोमेस्टिक पार्किङमा। अनि त्यहाँ पार्किङ गर्दाखेरि कुनै इन्ट्री र कुनै किसिमको इन्ट्री छैन। कुन टाइममा गाडी आयो कुन समयमा गयो है। तर घर फर्कदाखेरि मैले त्यहाँ पार्किङबाट आफ्नो स्कुटी हामी दुवैजनाले पार्किङबाट स्कुटी लिएर घर फर्कदाखेरि पार्किङमा केही व्यक्तिहरू बसेका थिए एउटा स्ट्यान्ड बोर्ड लगाएर र त्यसमा विभिन्न किसिमका रेटहरू तोकेका थिए। गाडी स्कुटर मोटरसाइकलको कारको छुट्टै थियो रेटहरू। मैले सोधेँ कुन आधारमा हजुरहरूले पैसा उठाउनु भएको छ र यो सार्वजनिक ठाउँ होइन र यहाँ पैसा लाग्छ भनेर भनिरहेका थिएँ। र यसको प्यान नम्बर रहेको छ, मैले त्यहाँ भिडियोमा राखेको थिएँ र त्यो प्यान नम्बर म हजुरहरूले बताउँदैछु। प्यान नम्बर रहेको छ 61975715 यो प्यान नम्बर हो। र यो कम्पनीको नाम हो इब्राहिम कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्राइभेट लिमिटेड। यो प्राइभेट लिमिटेड कम्पनी हो। एड्रेस रहेको छ यो काठमाडौँको टोखा नगरपालिका काठमाडौँ 8 र यसको रजिस्ट्रेसन डेट भनेको 2080 5/25 गते। र यो टेन्डर एमाउन्ट जुन छ नि यो के अरे पार्किङको जुन टेन्डर एमाउन्ट छ यसको 75,55,000 छ। म यो सरकारसँग यो भिडियो बनाउनुको मेरो मेन उद्देश्य के हो भने सरकारलाई पैसा पुगेको छैन कि भैरवा विमानस्थलमा बसेका जुन हाम्रो आदरणीय कर्मचारीहरू हुनुहुन्छ प्रशासनमा उहाँहरूलाई पैसा पुगेको छैन खान। यस्ता एयरपोर्टका सार्वजनिक ठाउँमा पार्किङ चार्ज लगाउनुहुन्छ हजुरहरू। यो कहाँसम्म ठिक हो? म हजुर सबैजना जतिजना मेरो साथी दाजुभाइहरू हेरिराख्नु भएको छ म उहाँ सबैजनासँग यो प्रश्न सोधिरहेको छु कि हजुरहरू बताउनुहोस् यो उचित छ र? भैरवा विमानस्थलमा बाइक स्ट्यान्ड गरेको कार स्ट्यान्ड गरेको आफ्नो आफन्तलाई छोड्दाखेरि पार्किङ चार्ज दिनु उचित छ? हाम्रो यो एयरपोर्टका जुन प्रशासनमा बसेका जति कर्मचारीहरू हुनुहुन्छ उहाँको स्यालेरी पुगे छैन? स्यालेरीबाट पुगेको छैन? अनि एउटा मेन कुरा पैसा उठाइरहेछ, ठिक छ पैसा उठाओस्। एउटा रजिस्टर कम्पनी हो, प्राइभेट लिमिटेड कम्पनी हो है। तर कुन आधारमा यो पैसा उठाइरहेको छ? न कुनै ठेली छ, न कुनै टोकन छ, न कुनै इन्ट्री एक्जिस्टको रजिस्ट्रेसन छ, केही छैन। सिर्फ गाडी स्कुटर जे पनि छ त्योसँग पैसा लिइरहेको छ अनि गइरहेछन्। तिनीहरूको कुनै इन्ट्री डाटा छैन। दिनमा कति गाडीहरू आए, कति पैसा उठायो, तिनीहरूको कुनै कलेक्सन छैन। हामीले दुकानमा कुनै सामान किन्न जान्छौँ भने दुकानदारले हामीलाई बिल दिन्छ, प्यान बिल दिन्छ। तर यिनीहरूले न बिल दिइरहेछन् न कुनै किसिमको इन्ट्री छ गाडीको। खालि 25-30 जुन रेट छ त्यो पैसा मात्रै उठाइरहेको छन्। अनि यिनीहरूले सरकारलाई कुन आधारमा पैसा दिन्छन्? कुन आधारमा त्यो ट्याक्स तिर्छन्? एउटा चाहे प्यान होस् चाहे भ्याट दर्ता होस् जे भए पनि, चाहे प्यानमा दर्ता होस् चाहे भ्याटमा होस् दर्ता, उसको एउटा लिमिटेसन हुन्छ, एउटा हिसाब हुन्छ। त्यही अनुसार त्यसले आफ्नो कारोबार गर्छ र कारोबार बढिसकेपछि त्यही अनुसार त्यसले ट्याक्स तिर्छ। यिनीहरूको कुनै न डाटा छ न केही छैन। यिनीहरूले कुन आधारमा यिनीहरूले ट्याक्स तिर्छन्?
म यो भिडियोको माध्यमबाट सोधिरहेको छु र हजुरहरूले यदि कुनै टाइममा एयरपोर्टमा जाँदै हुनुहुन्छ भने यिनीहरूसँग बिल माग्नुहोस्, यिनीहरूसँग टोकन माग्नुहोस्, यिनीहरूसँग केही रिसिप्ट माग्नुहोस्। मसँग त्यति टाइम नभएको कारणले गर्दा मैले यिनीहरूसँग धेरै लफडा गर्न खोजेको थिएन। एकजना अलि 50-55को उमेरको थियो, त्यसले मसँग झगडा गर्न खोजिरहेको थियो। मलाई अलि हतार थियो, होइन भने म प्रशासनसम्म पुग्थेँ। म प्रशासनसम्म पुगेन, तर यो भिडियोको माध्यमबाट यो जतिजना मेरो साथीभाइहरू हेरिराख्नु भएको छ, यो हजुरहरूले यो भिडियोलाई सेयर गर्नुहोस् ताकि यिनीहरूसम्म यो भिडियो पुगोस् र मेरो होइन, सिर्फ मेरो होइन, हजुरहरूको पनि यो दायित्व हो, यसको बारेमा जान्ने अधिकार छ। यिनीहरूले यदि पैसा उठाइरहेछन् भने कुन आधारमा? न कुनै बिल, कुनै त्यसको इन्ट्री छ, न कुनै टोकन छ, न केही छैन। यिनीहरूले आफ्नो दिनको जुन इन्ट्री हुन्छ, कति पैसा उठ्यो भनेको यिनीहरूले हिसाब किताब कसरी गर्छन्? यो यदि हजुरहरूले यो भिडियो हेरिराख्नु भएको छ होइन, जनचेतनाको लागि हजुरहरूले यो भिडियोलाई सेयर गर्नुहोस्। यदि हजुरहरू पनि भैरवा एयरपोर्टमा जानुहुन्छ, पार्किङ गर्नुहुन्छ, त्यहाँ पार्किङ गर्दाखेरि तिनीहरूसँग सोध्नुहोस् तपाईँहरूको टोकन खै, ठेली खै, कति बजे मेरो गाडी आयो, कति बजे म गइरहेको छु, मैले पैसा तिरिरहेको छु भने त्यसको आधार के छ? मैले किन पैसा तिरौँ? केही त हुनु पर्यो नि। तपाईँहरू सबजनाले यसको बारेमा सोध्नु होला। म यदि त्यहाँ गएँ भने अर्कोचोटि म पक्कै छ म सोध्छु र त्यसको बारेमा राम्रोसँग म डिटेल गर्छु होइन। अनि हुन्छ भने म प्रशासनसम्म पुग्ने छु। त हजुरहरूले यो भिडियो सक्दो सेयर गर्नुहोस्, यो भिडियोलाई सक्दो सेयर गर्नुहोस् ताकि यस्ता सार्वजनिक ठाउँमा जुन पैसा उठाइरहेको छन् यो सरासर गलत हो, यो एकदमै गलत हो, अनुचित हो, यो उचित होइन। त्यही भएर भन्छु साथीहरू, हजुरहरूले समयमै के गर्नुहोस् भने चुनाव आएको छ, राम्रो प्रतिनिधि चुन्नुहोस् के। यस्ता जनतालाई, देशको जनतालाई सताउने यस्ता ठाउँमा बसेका दलालहरू जुन छन् नि, भ्रष्टाचारीहरू छन्, यिनीहरूको जेब यसरी भर्नेवाला छैनन्। यिनीहरूलाई यो पैसा उठाएको बापतमा कतिजनाको कमिसन आयो होला, के आयो होला, यसको पछाडि ठुलो राज छ। त्यही भएर हाम्रो प्रशासनमा राम्रो मान्छे आयो भने हाम्रो सिस्टम सुध्रिन्छ, होइन भने हरेक ठाउँमा हजुरले हग्ने मुत्ने होइन, जे पनि गर्दाखेरि यिनीहरूले कर उठाएकै हुन्छन्, पैसा उठाएकै हुन्छन्। यदि यो भिडियोबाट केही सिक्नु भएको छ, केही बुझ्नु भएको छ भने कृपया यो भिडियोलाई सेयर गर्नुहोला होइन, आफ्नो प्रतिक्रिया दिनुहोला। ओके, हस् त, धन्यवाद, नमस्ते, जय नेपाल।